कस्तो लाग्छ हैन त हैन यस्तो सिस्टम भनेको एकचोटी थिच्ने यतिको नमस्कार सबैलाई हैन आज यो भिडियो बनाउनुको मुख्य उद्देश्य भनेको अच्छा आज अनबक्सिङ हो के अनबक्सिङ कस्तो लाग्छ हैन हरामी हो बेटा यो कुरा छोड्नु अनबक्सिङ हो हैन खासमा अब यो भिडियो बनाउनुको उद्देश्य चाहिँ म जस्तो नयाँ युट्युबरहरु हुन्छ त उहाँको लागि बनाएको हो हैन अनबक्सिङ हो खासमा अनि अनबक्सिङ कता गयो यहाँ छ अब यो चाहिँ भनेको सेल्फी स्टिक भन्ने हो कि अब पहिला पाइन्छ त्यो त्यस्तो टाइपको होइन कि यो मोडर्न भन्नाले अब हल्का डेभलप गर्छ यसमा कस्तो लाइटको व्यवस्था गरेको छ क्या तपाईँ नाइटमा पनि बनाउन सक्नुहुन्छ यसमा चाहिँ के छ भनेपछि यो 2 फुटको हो हैन 2 फुटको चाहिँ 2 फुटको चाहिँ अनि छट्टै सानो आएर हातमा समातेर जी हैन तपाईँ सक्नुहुन्छ हैन प्रायः त नयाँ मान्छेलाई अब कस्तो हुन्छ मैले मलाई मोबाइल चाहिँ हातमा राखेर अनकम्फर्टेबल हुन्थ्यो हैन भिडियो बनाउँदा अब अस्ति मैले अपलोड गरेको भिडियो पनि मैले एक ठाउँ कस्तो जुगाड गरेछु भने ढाकोले बाँधेर अड्डाएर त्यस्तो गरेको थिएँ कि अति नै भयो भनेर अनि त्यो चाहिँ मैले आज डेलिभरीबाट आएको थिएन हैन अर्डर गरेको थिएँ आज फाइनल तपाईँलाई चाहिँ यो देखाउने छु यसको फाइदा त हैन नाइटमा पनि भ्लग गर्न पाइयो च्यानल भिडियो गर्न चाहनुहुन्छ भने त्यसको पनि टक्कै गर्न पाइयो अगाडि लाइट यसको लाइट अटोमेटिक हुन्छ कि अगाडि लाइट हुन्छ लाइटको स्विच अनि प्लस यसमा पनि सेल्फी हुन्छ स्विच हुन्छ अनि हुन्छ तपाईँलाई हैन एकैछिन है त ल अब यसको अनबक्सिङ गरौँ हैन मात्र उता जाऊँ ल वाउ मैले चेक गरेर ल्याएँ फेरि त्यहाँ यो खुलेको थियो अब ल्याउँदाखेरि त तपाईँ पनि चेक गर्नु होला हैन भनेको जस्तो छ कि छैन भनेर यो लाइट छ हैन अनि यहाँ चाहिँ सेल्फी बटन छ हैन यो पनि छ अनि यहाँनिर मोबाइल राख्ने चट्टै यसको यहाँ पछाडिपट्टि फेरि तपाईँ चाहिँ लाइटको स्विच कहाँ छ भन्नुहुन्छ भने यसको पछाडिपट्टि छ फेरि लाइटको स्विच एकचोटि थिच्ने यतिको बल्छ अनि फेरि अर्को थिच्ने यतिको बल्छ हैन राति त यो त इनोभ हुन्छ नि त हैन त्यस्तो छ अनि अगुवानलाई एकचोटि अझै थिच्ने चट्टै 1 2 3 गर्दाखेरि बन्द हुन्छ क्या त्यो चाहिँ यस्तो छ अब चट्टै अब यसमा उ पनि गर्नु मिल्यो हैन अब यो यसको चाहिँ पछाडिको भाग खुल्छ अलग्गै स्ट्यान्ड लागि हैन यसरी तपाईँ स्ट्याब्लिस गर्न सक्नुहुन्छ जहाँ पनि हैन चट्टै पारेर यो अहिलेको भिडियोमा फेरि यस्तो यताउता नहेर्नु होला फेरि तपाईँको भाउजू चाहिँ फेरि काठमाडौँतिर गएको छ क्या अनि कोठा चाहिँ त्यही त हो नि छोरा मान्छे भए चाहिँ अलि लाथालिङ्गे नै हुन्छ अनि यही हो अनि यो चाहिँ अनि यस्तरी यसले गर्दा चट्टै गर्न पायो चट्टै यस्तो गरेर चट्टै मोबाइल राखेर हैन मजाले क्लिक र सेल्फी खिच्न पायो भिडियो गर्न पायो हैन मेरो रुम चाहिँ फेरि यस्तै छ है फेरि अनि त्यसपछि अब यो चाहिँ स्टिक चाहिँ अब जुन मैले भनेको थिएँ नि त हैन एउटा हातले गाह्रो हुन्छ रहेछ अब यसलाई लात राख्नु पर्छ कि म त यसरी पनि गर्न पायो तपाईले हैन अनि फेरि एउटा के सुविधा छ त तपाईलाई पुरा हातमा गर्नु छ भने गोजीमा राखेर पनि यो तानेर यसलाई हैन तानेर यसरी गोजीमा राखेर मजाले हैन
युज पनि गर्न सक्नुहुन्छ त्यो सेल्फी हान्दाखेरि। यस्तो छ यसको सुविधा चाहिँ होइन। के भन्ने अरू नोइसहरू बढी आउँछ भनेर मैले पंखा फ्यान नै बन्द गरेको छु, पंखा नै बन्द गरेको छु, त्यही भएर पसिना भएको छु। अनि यस्तो छ यसको चाहिँ होइन। तपाईँलाई के भन्ने अब नयाँ युट्युबर हुनुहुन्छ भने तपाईँको लागि बेस्ट, सस्तोमा सस्तो होइन। यसको ओन्ली प्राइस कति हो भनौँ न 600 मात्र हो क्या यसको। तपाईँले एड देख्नुहुन्छ भने यसमा 1200 कसैमा 1100 कसैमा 1300सम्म पाउनुहुन्छ होइन। तर चाहिँ है 600 2 फुटको हो क्या, 2 फिटको 600 मात्र हो यसको होइन। अनि किन महँगो हाल्ने। अनि चार्ज चाहिँ सायद डेलिभरी चार्ज चाहिँ मैले तिरेको भनेको 200 हो, बिर्गेनबाट प्याकिङ भएको होइन। यसको लिङ्क चाहिँ म तपाईँलाई हालिदिने छु होइन। आज यति गरौँ क्या हो है। ल सब्सक्राइब गर्न तपाईँलाई चित्त बुझ्यो भने सब्सक्राइब गर्नु होला, चित्त बुझेन भने अनसब्सक्राइब गरिदिनु होला। के भन्ने अरू।